हेलो साथीहरू, सबैलाई गुड मर्निङ। फेरि पनि तपाईँहरूलाई कमल ब्लगमा स्वागत छ। आजको यात्रा चाहिँ रियाददेखि रियादैसम्म हुनेछ। आज चाहिँ मैले लोकल ट्रिप गर्न जाँदैछु। अहिले चाहिँ बिहानको 3 बजेको छ होइन। म चाहिँ भर्खरै उठेर हिँडेको। अहिले चाहिँ म यो मदिना रोडमा हिँडिरहेको छु होइन। यो चाहिँ मदिना जाने बाटो हो। यो बाटो चाहिँ जान दिँदैन कि मदिनातिर होइन। म चाहिँ यही 6 नम्बरसम्म जाने हो नि त, त्यही भएर चाहिँ म हिँडिरहेको छु यो बाटो होइन। नभए यो बाटो चाहिँ हिँड्न पाउँदैन है। कसिमतिर जानु पर्यो भने चाहिँ यो बाटो हिँड्न दिँदैन होइन। यो चाहिँ यही रियाद सिटीभरि हिँड्यो भने चाहिँ फरक पर्दैन होइन। 4 नम्बरसम्म चाहिँ जान दिन्छ, 4 नम्बरभन्दा उता चाहिँ जान दिँदैन क्या होइन। 4 नम्बरबाट राइट हानेर गयो भने त अनि कसिम जाने बाटो समाइहाल्छ नि त होइन। त्यही भएर चाहिँ त्यतातिर चाहिँ जान दिँदैन होइन। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने अनि तपाईँहरू चाहिँ कसिमतिर जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई 18 नम्बरबाट लोकेसनले लिएर जाँदैछ भने कसिमतिर तपाईँहरू नजानु होला यो बाटो होइन। किनकि यो बाटो हिँड्न चाहिँ महँगो छ। म चाहिँ यही रियाद सिटी जाँदैछु नि त, त्यही भएर चाहिँ म यो बाटो हिँडिरहेको छु। तपाईँहरू चाहिँ कसिमतिर जानु पर्यो भने चाहिँ यो बाटो नजानु होला होइन। कसिमतिर जानुलाई चाहिँ दुमामातिरबाट जाने हो होइन। एक तपाईँहरूले बिना आँखामा फाइन आउन सक्छ। लगभग म 2 वर्षपछि आज म हिँडिरहेको छु यो बाटो होइन। धेरै भयो यो बाटो चाहिँ नहिँडेको। 2 वर्षपछि म चाहिँ यो बाटो हिँडिरहेको छु। कता कता के छ थाहा छैन। यो माथिको बाटो चाहिँ ट्रेन हिँड्ने बाटो है। हेर्नु न, ट्रेन हिँड्ने बाटो छ होइन। अनि आकाशे पुल पनि रहेछ क्या हो कि ट्रेनको त्यो हो, ट्रेनको त्यो रहेछ। आज चाहिँ शनिबार होइन, नोइनी त लाग्दैन। त्यही पनि म रातिमा हिँड्यो भने चाहिँ गाडीहरू खासै हिँड्दैन भनेर म चाहिँ हिँडिरहेको छु होइन। खाली खाली बाटो पाउँछ नि त, त्यही भएर चाहिँ म हिँडिरहेको छु। अहिले चाहिँ मार्केट बन्द भइसक्यो अरे होइन। त्यो मार्केट त्यहाँ भएको सामानहरू चाहिँ ल्याउनु पर्ने, त्यही भएर चाहिँ म जाँदैछु लिनलाई होइन। त्यही सामान लिनलाई जानु लागेको हो। मेरो गाडी चाहिँ खाली हो, म चाहिँ खाली खाली जाँदैछु होइन। त्यहाँबाट चाहिँ सामान ल्याएर फेरि कहाँ खाली गर्ने हो, एरियामै खाली गर्ने हो होइन। अरू ठाउँमा त खाली गर्ने होइन। त्यही भएर म जाँदैछु। म चाहिँ अब यहाँबाट राइट हानेर फेरि लेफ्ट हान्नु पर्ने हुन्छ होइन। यहाँबाट राइट हान्यो म चाहिँ मदिना हाइवेसम्म आउने बेला हुन लाग्यो नि त। त्यही मदिना कसिम हाइवेसम्महरू जाने हो नि त म होइन। त्यही भएर चाहिँ यतापट्टि हाइवे जानुपर्ने हुन्छ। दमाम जानलाई चाहिँ यहाँबाट राइट हानेर गयो भने सिधा सिधा दमामै पुग्छ होइन। म चाहिँ यहाँबाट राइट, यहाँबाट लेफ्ट हानेर जाँदैछु होइन। हेर्नु न, यस्तो दामी बनाएको छ हौ यहाँ त झन् यार। यसको माथि पनि पुल छ क्या। हेर्नु त यतातिरको बाटो पुरै पुलमा त हरियो बत्ती लगाएर होइन, यस्तो दामी गराएको रहेछ क्या। म चाहिँ यो हाइवेसम्म आउने होइन। यो हाइवेसम्म चाहिँ जाने हो म चाहिँ। यो चाहिँ 8 नम्बर पुल हो होइन। म चाहिँ 8 नम्बर पुलमा चढेको। अब चाहिँ 6 नम्बर पुलबाट म चाहिँ जाने हो होइन। यतातिर चाहिँ गाडीहरू त हिँड्ने रहेछ, क्लबहरू हिँड्ने रहेछ यतातिर। 6 नम्बरबाट जाने हो म चाहिँ। के गर्नु साथीहरू यार, अब राति राति हिँड्नुपर्छ होइन। ड्राइभरको बाध्यता यस्तै त हो नि होइन त। 7 नम्बर पुल आयो। अब जान्न त भनेको होइन, तर फाइन आइहाल्यो भने पनि कम्पनीले तिर्छ अरे क्या। त्यही भएर चाहिँ हिँडेको होइन। अब फेरि म यहाँबाट युटर्न गरेर जानुपर्ने हुन्छ। त्यहाँ पुलबाट चाहिँ लेफ्ट हान्ने बाटो रहेनछ क्या। अनि यहाँ आउनु पर्ने रहेछ युटर्न गर्नलाई। अब धेरै छैन, जम्मा 6-7 किलोमिटर छ। 6-7 किलोमिटरमा लोड
गर्ने ठाउँ आइहाल्छ होइन। म चाहिँ यो हाइवे समाउनु पर्छ, यो हाइवे समाएर अनि सिधा सिधा जाने हो। यो सिटी हिँड्नु त साह्रै झ्याउ हो क्या साथीहरू। लोकेसन हेर्न जाने भन्दा लास्टै गाह्रो हुन्छ नि। One eternity later. हेलो साथीहरू, सबैलाई गुड मर्निङ। म चाहिँ लोड गरेर फेरि पनि म अहिले रियाद सिटीमा हिँडिरहेको छु। म चाहिँ हिजो पारी साइडमा हिँडिरहेको थियो भने चाहिँ आज चाहिँ म यतापट्टि साइडमा हिँडिरहेको छु होइन। मेरो गाडी चाहिँ भर्खरै लोड भयो। यो सिधा सिधा चाहिँ दमाम जान्छ होइन। म चाहिँ यहाँबाट राइट हानेर जाने हो, किनकि म अलखरजतिर जाँदैछु नि त, त्यही भएर चाहिँ म यहाँबाट राइट हानेर जाने हो। दमाम जानलाई चाहिँ यहाँबाट सिधा सिधा जाने हो। म चाहिँ यहाँबाट राइट हानेर जाने हो। यो चाहिँ अलखरज जाने बाटो। यहाँको बाटो देख्न सक्नुहुन्छ होइन। यस्तो चाहिँ यतातिरको बाटो, माथि चाहिँ ट्रेन हिँडिरहेको छ, तपाईँले पनि देख्न सक्नुहुन्छ। लगभग 2 वर्षपछि आएको त होइन, बाटो चाहिँ जस्ता त्यस्तै छ। बाटो चाहिँ बिर्सेको रहेनछ मैले चाहिँ। देख्न सक्नुहुन्छ ठुल्ठुला बिल्डिङहरू। म चाहिँ 8 नम्बर पनि कटिसकेँ है। अर्को चाहिँ दमाम रोड हुँदै गयो होइन। म चाहिँ त्यताबाट चाहिँ गएन, त्यताको बाटो त के जानु होइन, यताबाट नजिक पर्छ नि त, अनि त्यही भएर चाहिँ म यो बाटो हिँडिरहेको छु। उसले चाहिँ फाइन हान्छ भनेर त्यो चाहिँ दमाम रोड समाएर गयो। अब यत्रो गाडीहरू हिँडिरहेको छ होइन, अरूलाई पनि दिइहाल्थ्यो नि फाइन होइन। अब यो मेन हाइवे नै हो, त्यो चाहिँ त्यताबाट गयो, पन्जाबी हो। म चाहिँ यताबाट जाँदैछु। यहाँ चाहिँ 80 को स्पिड दिएको छ क्या हो। सानो गाडीलाई 120 दिएको छ भने ठुलो गाडीले त 80 को स्पिड त हुन्छ होइन। मेरो गाडीमा चाहिँ एसी पुरै लोड भएको छैन। एसीमा लाग्ने कम्प्रेसरहरू यो चाहिँ ठुल्ठुलो मार्केटहरूमा लाग्छ कि यो एसी होइन, ठुलो खाले एसी हो क्या। मेरो गाडीमा चाहिँ त्यस्तो लोड भएको छ होइन। आज चाहिँ पर्दा खोल्नु पर्यो, त्यस्तो विधि खोल्नु पर्दैन नि त पर्दाहरू। आज चाहिँ पर्दा खोलेर लोड भयो होइन। त्यही पनि अब एक साइडको पर्दा मात्र खोल्यो कि, अरू त खोल्नु परेन, एक साइडको मात्र खोलेर लोड गर्यो होइन। अब चाहिँ म फेरि यो हाइवे पनि छोड्दैछु होइन। यो हाइवे छोडेर अब चाहिँ म फेरि दमामै जाने हाइवे समाउनेवाला छु। यहाँबाट राइट हानेर गयो भने चाहिँ जेता जाने रोड पुग्न सकिन्छ होइन। म चाहिँ दमामतिर जाँदैछु। फेरि म चाहिँ यहाँबाट जाने हो होइन। मैले चाहिँ दमाम जाने रोड छोडेको थियो होइन। अब फेरि म दमामै जाने रोड समाउनेवाला छु। यहाँबाट राइट हानेर गयो भने चाहिँ अलखरजतिर पुग्न सकिन्छ होइन। म चाहिँ अलखरज जाने रोड पनि छोडेँ, अनि एउटा दमाम जाने रोड पनि छोडेर आएको थिएँ। फेरि म दमामै जाने रोड समाउँदैछु कि साथीहरू।